वाल बनाउनु मिल्छ होइन अरूको लागि गर्नु पर्छ तिमीलाई यस्तो कमेडी भन्नु इन्टरनेसनल कमेडी भन्नु न हाल्दै हुनुहुन्छ कमेडी अहिले अन्त के हाल्नु भनिदिनु ल देखिन्छ है देखिन्छ फेरि सुजन भाइ भनिदिनु कागती पुग्यो यसमा देख्नु पर्यो आज चाहिँ भ्लग सुरु भयो हिजोको टुर आज हिजो चाहिँ सामान रेडी भयो आज चाहिँ अब हिँड्ने तयारी हुँदैछ गाडी चाहिँ भयो होला गाडी चाहिँ गयो अन्त आउँदै हुन्छ दाइ पनि हिँड्नुभयो अब हामी सबै त गयो पनि चाहिँ हिँड्यो भवाल छ ल गाडीहरू चाहिँ अगाडि अगाडि बसेर हामी पनि अगाडि हुन्छ अहिले हाम्रो टोली चाहिँ जाम पऱ्यो ल उताबाट आयो ल है त टोलीहरू हुँदैछ यता चाहिँ हामी पछाडि टोलीहरू आउँदैछ टोलीहरू बवाल्नु हुँदैछ ल अगाडि अगाडि अहिले त जाम पनि छैन हामी टोलीहरू चाहिँ अगाडि गइसक्यो अनि बाँकी रहेको चाहिँ हामी पछाडि हो ल पुरै कब्जा गरेर हिँड्दैछ टोली चाहिँ ल टोलीहरू पुरै रफ्तारमा गइरहेछ होइन अहिले चाहिँ होइन यसरी 7 समुद्र पारी पनि सबै मजाले घुम्न पाइएछ त्यही पनि खुसी लाग्छ होइन होस् सबै एक्साइटेड छौँ ड्राइभर त हुनुहुन्छ ल पछाडि सब बवाल हुनुहुन्छ ल हुनुहुन्छ पछाडि अगाडि हुन्छ ल रफ्तार चाहिँ घडै छ होइन होस् विदेशमा आएर पनि यसरी मजाले सबै साथीहरू भेट भएर चाहिँ घुम्न पाउँदा एकदम खुसी लाग्छ मलाई अनि सबै चाहिँ खुसी नै हुनुहुन्छ भनौँ होइन त चाहिँ बवाल छ होइन यो जाँदै हुनुहुन्छ रमाइलो मौसम सँगसँगै रमाइलो गर्न जान पाउँदा खुसी छु म अनि लगायत सबै खुसी हुनुहुन्छ मौसम छ है हावाले चाहिँ बोली सुन्न दिएको छैन ठिकै छ त्यही पनि भ्यू हेरेर इन्जोय गर्नु न अहिले चाहिँ मुभ हुँदैछ गयो पछाडि हाम्रो अगाडिको टोलीलाई चाहिँ जित्ने भन्ने कुरा हुँदैछ हाम्रो अगाडिको टोली हामी अगाडि जान्छौँ अनि जिस्काउनु पऱ्यो नि त होइन बवाल टाइगरहरू हुन्छ होइन रमाइलो चाहिँ छ होस् अगाडिको दाइ पनि आउँदै हुनुहुन्छ हो उसलाई चाहिँ साइडमा आउनुपर्छ है दाइ आयो अन्त दाइ
घुम्न पाउँदा चाहिँ नेपालको चोर नेता सरी राम्रो खालको नेताहरूलाई चाहिँ धन्यवाद दिन मन लाग्छ। किन भन्दा यस्तो राम्रो ठाउँमा घुम्न पाइएको छ नि त। नेपालमै चोरहरूले सरी राम्रो नेताहरूले जागिर दिएको भए त यता आएर घुम्न पाउनु मौकै पाउनु थिएन नि। म चाहिँ चाहन्छु होइन। हाम्रो चाहिँ बाटो बिर्स्यो भन्ने कुरा भयो यहाँनिर। कताबाट हो भन्ने कुरामा चाहिँ घुम्दैछ भयो। हामी चाहिँ गन्तव्यतिर लाग्यौँ। ठुलो आनन्द लिन सक्नुहुन्छ तपाईँहरू। पारमा हुनुहुन्छ होइन। रेडीहरू गइसके फेरि के हो त कति बेला चाहिँ लुट्न पर्छ रमाइलो हुन्छ। हामी चाहिँ अब यहाँबाट अपलोड जाँदैछौँ। हजुर के भयो गिरो क्या के हो उता रहेछ हिँड्नु मजाले आउनु चाहिँ बबाल छ गाइज हेर्नु होइन। अब के गर्नु कस्तो मजाले पछाडि टायर लड्क्यो कि होइन। तर केही छैन लाग्नु चाहिँ लागेन हल्का फुल्का कहिलेकाहीँ लड्न पनि पर्छ होइन। गाइजहरू चाहिँ हामी आइसकेछ लगभग भन्ने अनुभूति भयो मलाई। जानु निस्किँदैछ ल गाडी चाहिँ आयो त ल निस्किन्छ निस्किन सकेन है त। गाडी धकेल्नु पर्ने हुन्छ यहाँनिर। अब गाडी निस्किन सकेन पछाडिबाट हो के पर्यो ल। मेरे को जाना पड़ेगा मेरे को जाना पड़ेगा मेरे को जाना पड़ेगा। गाडी चाहिँ निस्क्यो ल निस्क्यो। खै त कमेन्ट दाइले भ्लगमा देखाउँछु भनेको खै चाल्छ ल। समझ रहे हो ना। यता फर्केर आयो भनिदिनु कि ल। यस्तो भेन्सम्म मान्छे डल्ला लजाएर हुन्छ चाहिँ राम्रो छ। हजुर हजुर लडे जस्तो गर्यो चाहिँ यहाँबाट बोक्न पर्ने हुन्छ है त ल। हजुर ल है त
ए रहा नहीं जाता तड़प ही ऐसी है ना नहीं नहीं सुके 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 यस्तो भ्यू छ बाबा गाइजहरु चाहिँ त्यहाँ बस्दै हुनुहुन्छ है त हौ हाम्रो भुवन केसी दाइ यहाँ हुनुहुन्छ है हाई भन्दिनु दाइ हाई हेलो क्यों भी ओवर एक्टिंग करता साला ओवर एक्टिंग की औलाद अब तेरे को बराबर होता नहीं क्या बोलने को दाइहरु चाहिँ जाँदै हुनुहुन्छ दाइ हाई भन्दिनु ल यस्तो एनसी हुनुहुन्छ है एनसी दाइ यहाँ हुनुहुन्छ है हाम्रो एनसी दाइ प्योर एनसी दाइले यहाँ हुनुहुन्छ सर अनि म प्योर एनसी फेरि यहाँको चले एक काम कर 200 रुपया दे और 50 रुपया काट ओवर एक्टिंग की वजह से बडी बाबा सलमानले फल खायो ल दाइ एकचोटि देखाइदिनु बाबा बाबा नचिया चेक बनाउँछन् सुँगुरले यता कमरेड दाइ ए कमरेड दाइ क्यामेरामा कोही हुनुहुन्छ है तपाईँ अश्लील हरकत नगर्नुहोस् यता चाहिँ हाम्रो माल तयार हुँदैछ माल भन्नाले सामान यता चाहिँ दाइ हामी बाह्रमा हुनुहुन्छ फेरि होइन केही छैन हाम्रो टोली अहिले सही भनिदिनु दाइ पनि आफ्नै बाह्रमा हुन्छ तर केही छैन इन्जोय गर्न यता चाहिँ टक्क बार्बिक्यूको लागि तयारी हुँदैछ होइन रुमाल खस्यो भुइँतिर अरे उता चाहिँ हाम्रो सपोर्टेको माल रेडी हुँदैछ होइन डान्सर हुनुहुन्छ होइन माल रेडी सपोर्टेको माल रेडी हुँदैछ यहाँनिर चटपटे के भन्नुहुन्छ भाइ चटपटे पुरो म्याक्स दाइको होवाल डान्स ल नाच्यो दाइ नाच्यो कस्तो मिठो गम्म नाच्नुहुन्छ दाइले हो यतिको नाच्न जाने त बाबा म पनि नाच्थेँ भन्ने चाहिँ मनमा हुन्छ तर के गर्नु जाने छ नि त पुलिस हुनुहुन्छ होइन कसै साहबको डान्स बवाल छ ल यता गफ गर्दै हुनुहुन्छ ल यहाँ के भने होला खै अब आफै हाँसदिएर बवाल डान्स है त ल यस्तो चुस्की हान्दै बवाल डान्स दिनुहुन्छ दाइले फेरि होइन ल ठिक छ चाहिँ ल केटाहरूको फेरि गाडी गरेर बोलाउनुहुन्छ सपोर्ट गर्ने त नहुने हो जसमा बोलाइहाल्नु हो केही छैन उता चाहिँ एक टोली बसेको छ फेरिमा टक्क बवाल टोली बस्दैछ होइन ठिक छ यता चाहिँ चटपटेको माल हुँदैछ माल रेडी ल पनि अब फ्यामिलीले तेरो पारा नदेखा म भन्दा माथि उड्ने होइन मुझे फेरि काट्दिन्छु पखेटा नाच्न मुलाहरू खतरा ठाउँ खान्छ है गाडी पनि लिएर आएको छ एउटा स्टार्ट भन्दैछ यहाँ भ्यू बवाल छ यहाँबाट हेर्नु तल ए खतरा आइज मादल पनि लेख ऊ मादल चिल्लो खालको आइज यहाँ ल है त बार्बिक्यू सुरु भयो यहाँनिर कसको हो आफ्नै हो ल यता हेरेर न त ठिक छ चारवटा थियो त तिम्रो एउटा घरको रुगाएको रुममा होइन एउटा त्यो प्लास्टिक हो कि यस्तो बवाल छ यहाँनिर बार्बिक्यू ल
तालहरू छ होइन दाइहरू चाहिँ आफ्नै पारामा थाकेर नाचेर थाकेर अनि दाइहरू चाहिँ बसेको गीत गाउँदैछ नयाँ आफ्नै पारामा पुरै कुन गीतमा नाच्ने भन्नु सक्नुहुन्छ यहाँ केटा आइज भनेको चाहिँ केटाहरू चाहिँ गाउँदै फेरि दाइहरू होइन खतरा हो क्या फेरि पारा होइन बस्न यताउता हेम्चिरहेको फेरि हाम्रो बडी आयो दाइ आयो नाच्नु आयो केटाहरू दाइ ठिक छ सिग्रेटको मेलाइमा नाच्नु चाहिँ सबै है हाम्रो फाइनेन्स लागि लास्टै हेम्ची लाग्छ मलाई चाहिँ अब तपाईँलाई पनि हेम्ची लाग्नु सक्छ होइन दाइ पनि सिङ्गलै हो है ट्राई गर्दा हुन्छ है त मिलेन सिङ्गल चाहिँ हो है फेरि जोस् अब विदेशमा आएर पनि यतिको रमाइलो गर्न सक्नु भन्ने ठुलो कुरा हो होइन ग्रुप चाहिँ आइसक्यो अब बारी भन्छ धेरै बारी आएर यतिको रमाइलो गर्न सक्नु भन्ने ठुलो कुरा हो कि जस्तो लाग्दैन थियो पुरै फेरि आफ्नै दालमा होइन रमाउने बानी छ भाइको चाहिँ होइन खुस्क्यो अरे कहाँ हात हालेको यार त्यस्तो गरेर नगर्ने यति भइस्तो भइहाल्यो नि भन्छ यस्तो रमाइलो छ हेर्नु त यस्तै रमाइलो छ उहाँलाई सबैले पुलिसबाट भन्छ तर हाम्रो चाहिँ पुलिस दाइ हो दाइ कति राम्रो नाच्नु भर्खर आउनु दाइ अनि यता बबाल दाइहरू छ कमेन्ट दाइलेमा हेर्न हेर्दै हुन्छ मुसुक्क हाँस्दै ब्रिटिसको फाइनलिस्ट अनि फ्रान्सको पनि फाइनलिस्ट हो तर लास्टमा लगले दिएन दाइले केही छैन चाहिँ गरिराख्नु यता चाहिँ दाइले है आधी घन्टा भइसक्यो पोलेको पोलै हुनुहुन्छ होइन यता फेरि एक ग्रुप बसेर पुरै फेरि यताको कमेन्ट्रीहरू हान्दै हुनुहुन्छ दाइहरू यो चाहिँ अब दाइले पनि यस्तो केटाहरूलाई सम्झाउँदै हुनुहुन्छ कि जस्तो लाग्छ क्या यहाँ दाइ देख्दा तपाईँ हाँस्दै हुनुहुन्छ ए पुरै झुल्काएर दाइले अहिले लडाइ हाल्नु दाइहरू नाच्दै हुन्छ है त दाइ चाहिँ अब भइसक्नु गयो कि अब नाच्दै नाच्छ काट्दै हुन्छ दाइले यस्तो मिठो गीत छ अनि पुलिस बुढो यसरी पुलिस दाइ नाच्दै हुनुहुन्छ ल शैशव ए
यस्तो बवाल नाच्ने मान्छे कहाँ हो सुन्दै यहाँ बवाल हाइ भनिदिनु ल मायाको रहर रहर घुमाइदिन्छु काठमाडौँ सहर एक्सप्रेसन बवाल छ चिराइ हो क्या पैसाको चस्मा फेरि बवाल छ यार कस्तो यतिको चस्मा चाहिँ हुनुपर्छ दाइ ल दाइको डान्स बवाल अहिले चाहिँ एक्लै आदि के अरे आएदेखि अहिले एक्लै अब पुरै सेवा बोल्दै हुनुहुन्छ अघि एक्लै हो कसैले जान्दिनँ नै युट्युब च्यानल छ हजुर नि कति छ ब्लग मस्कराइब सबै गर्नु मस्कराइब पनि दियो कटा हो हजुर बाल चाहिँ छुट्टै कहानी छ होइन आर्मीदेखि चाहिँ जब मन भर्यो भने दाइले चाहिँ कसरी ट्याटु हान्छ दाइले चाहिँ कपाल फालिदिएको दाइले यस्तो मिठो भिडियो सुन्दर बा सुन्दर बा एनसी दाई ए एनसी दाई ए दाई पुरै पारामा दाइको नि गयो फेरि एउटा यसो हेर्नु पर्यो कि त यस्तोलाई दिनु पर्यो सक्नै बवाल छ क्या पुलिस दाइको कति मिठो नाच मुन्नी बदनाम हो जस्तो कति मिठो डान्स यस्तो डान्स भएको मान्छे कहाँ हुन्छ यार अर्को घरबाट आएको हुनुपर्छ एकचोटि दियो होला चस्मा लगाएर सलमान खान त फ्लप खायो नि त ल त्यसो भए त